हेलो गाइस, यहाँ चाहिँ हाम्रो लसुन चाहिँ हामीले केलाएको छौँ। यहाँ टमाटर प्याज अनि अरू के भन्छ हरियो खोर्सानी यता छ। हामीले आज प्रिपेरेसन भइरहेको छ। यहाँ चाहिँ हाम्रो हुनुहुन्छ हाम्रो प्रमुख दाइले हुनुहुन्छ। यहाँ किमा भन्दैछ अनि यतातिर गाइस भनिदिएको छु। हेलो गाइस, निस्किन आँटेको यस्ता पनि हेलो, हामी चाहिँ आज मोमो बनाएर खान जान्छौँ। प्रिपरेसन गर्दैछौँ सबैजना। यता लसुन काट्ने, उता किमा बनाउने। ट्यागमा त त्यो लगाएको त्यो भैँसी भनेर लेखेर त्यो लगाउनु हुँदैन के त्यो भैँसी भनेर गर्नु मिल्दैन कि त्यो भैँसीहरूसँग मोमो खाने के बाद दाजुभाइ दिदीबहिनीहरूको मोमो कस्तो हुँदैछ हेरौँ आज। बरमझियाको पेडा थाहा छ नि यसलाई, पूर्वको मान्छेहरूलाई थाहा छ है। तेल लगाऊ के गर्नु आटा सक्यो भने छैन के अनुहार यस्तो भएको थाकेर ल जय मसी प्रज्ञा। ल तिमीलाई धेरै धेरै धन्यवाद। अब तिमी नेपाल गयो अनि 200 लेबीको हातमा पठाएको रहेछ। यी हेर त मोमो पार्टी गरेको। अनि धेरै धेरै धन्यवाद तिमीलाई। अनि हामीले मजाले खाएको छौँ। अनि तिमीलाई फोटो पनि पठाइदिउँला। अब त के, अब प्रज्ञाको जय नै भन्नुपर्छ है। खै त नारा लगाउने हो त मबिन दादा। जुनले सहयोग गर्ने दादाको नामै छैन। होइन, प्रज्ञाले दिएको हो 200 पैसा लेबीको हातमा दिएको रहेछ। अब मोमो ठिक्क भइरहेको थियो बनाउने भनेर। अनि मोमोसम्म बनाएर यो पनि मिरिन्डा सिरिन्डा पनि ल्याएको छौँ हामीले। मोमोको नामहरू पनि ए त्यो मोमो त धेरै पाकेको छ। ल
ल ल ल मै दिन्छु ल ल ल ल अर्को दिदीलाई नि है अर्को दिदीको त म ठेका लिँदिनँ तिम्रो माइली दिदीको चाहिँ म भन्छु ल सुरु गरे हो सुरु ल अब त हामीले हेडको भइसक्यौँ बन्द नभरेका जबरजस्ती गरेको हिट भइसक्यो हिट भइसक्यो ल नेक्स्ट लट आइसक्यो नेक्स्ट लट आइसक्यो हेला गऱ्यो अहिले त धेरै मोमोलाई सानो हेला गऱ्यो त्यही त अलिक धेरै त पकाउनु समोसा हो क्या यो चाहिँ यहाँ पकाउनु मात्र रुममा लैसिन सबैले फ्राई गरेर खानु मैले होइन बनाउँछु भनेको प्रबन्ध दादाले चाहिँ नबनाऊ उता गएर बस्छ भन्नुभयो त्यही भएर मैले चाहिँ भिडियो गर्ने काम पाएको आज चाहिँ अनि उहाँले चाहिँ बनाउनु भएको छ भर्खरै सुतेर उठेर कुन कुन टाइपको भन्नुपर्छ यो चाहिँ चिकन है यो चाहिँ हाम्रो स्पेस यहाँ यो चिकन यो चाहिँ हाम्रो स्तरको है ल मेरो है ल थ्याङ्क यू भन थ्याङ्क यू प्रबन्ध दादा लामो लामो नि बनाउनु न अनि यो चाहिँ बफ बिफ अनि उहाँहरूले चाहिँ यो बनाउँदै हुनुहुन्छ मैदा अनि यसले बिफ भन्छ त खोइ यो एरोप्लेन समोसा दादा कति गर्नु भएको के प्रमोद दादा फेरि लिएर आएको आइ हुनुहुन्छ है छानबिन यसलाई चाहिँ हजुरले चाहिँ ठ्याक्कै उठिराख्नुपर्छ यसलाई चाहिँ लगेर बसाइदिइहाल्नु एउटा ठुलो बनाएर यसलाई पेन चाहिन्छ यो चाहिँ यो एरोप्लेन चाहिँ कसले बनाएको यो षड्यन्त्र धेरै भइरहेको छ यहाँ भित्र अलिक जेलसी धेरै भएको जस्तो लाग्यो है अरू त के होइन जेलस चाहिँ होइन षड्यन्त्र चाहिँ भइरहेछ होइन जेलसी मोमो धेरै भएको छ त्यो कसले रे यस्तो नै लाग्छ नि। यो त भएन नजिकै छ है हेर्दैन त बिचरा बनाउने मान्छे त अगाउँछ अरे कि बनाउँदा बनाउँदै त्यही भएर उठाउनु पर्ने बेला आयो दुई महिनासम्म कसैले पुरा गर्ने यो लास्ट लट हाल्ने पेटले पनि नाइ भन्नु लाने त अनि भन्नु न ल सब्सक्राइब चाहिँ मलाई चाहियो आज हाम्रो नेपाल जानुभन्दा अगाडि मलाई 1 के किमा बनाएको चिकनको किमा मिस्टर ड्याडीले बनाउनु भएको अनि यो बिफको किमा चाहिँ मैले मिक्स गरेको अनि यसमा पनि कम्पिटिसन हुन्छ कसले चाहिँ राम्रो मिठो बनाउँछ अनि यो जसले टेस्ट गर्ने अनि लाइक कमेन्ट अनि त्यस्तै फेरि अर्को कम्पिटिसन छ चिकनको यो के अरे मोमो पोको पार्ने र अर्को बिफको पोको पार्नेमा लेबी भर्सेस म ल है त ल ल कस्तो राम्रो भएको ल खाइहेर्नु त ल ब्रदर के भइरहेछ यता यो मोमो राम्रो भएको छ त तिमी त यो त फोहोर हालेर प्लास्टिकमा बाँडे जस्तो छ के हो यो होइन हो त्यस्तो मोमो पाउँछ हाम्रो घरतिर फ्राई गरेर खानुपर्छ दाजु तपाईँले सबै यो चाहिँ अघिदेखि राख्नु भएको छ कि किन राख्नु